आज चाहिँ हाम्रो गाउँमा ठुलो वर्षा परिरहेको छ। पानी चाहिँ हिँड्दै बालिरहेको छ अनि यतिनिर चाहिँ केही देखि कि छैन पानी पर है। गोरु हेर्न गएको, गोरु गोठामा गोरु हेर्न गएको सो रुजियो केही छैन। रुजे पनि रुज्नु चाहिँ धरे रुज्यो। अहिले चाहिँ म गोठमा आइसकेको छु अनि गोठमा आयो भने घर नै चाहिँ जानु पाएको छैन। पानी चाहिँ ठुलो ठुलो आइरहेको छ। यस्तो छ है, केही छैन। अब जाउस् पानीमा रुज्यो रमाइलो चाहिँ भयो भन्न भएन। पानीमा रुज्यो बिरामी धन्न भइएन। धेरै ठुलो पानीले भिजाएन, हल्का फुल्का चिसो भइरहेको है। कपाल चिसो भइरहेको है। गोरुहरू पनि रुजिरहेको छ नि, मिठो रुजिरहेको छ। मर्ने रुजेर सक्ने झोला रुजेर धन्न फोन र बुफर बज्यो यार, बचो यार, नत्र भने त म मेरो सम्पत्तिहरू सबै जान्थ्यो। फोन बुफर चाहिँ भयो। अहिले चाहिँ पानी अझै आइरहेको छ। अब मच्छर हुन लागेको पनि छ है। होला भने त फेरि आश छैन मलाई। आज चाहिँ यस्तै रुदी घरतिर जान्छ। घरतिर गएर सुत्नु त होइन, बल्ल 12 बजिरहेको छ। पानी चाहिँ ठुलो पऱ्यो, केही छैन, कोही बात नै। अब घरतिर चाहिँ लागिन्छ। अब जान पर्ला एकछिनपछि घरमा गएर सुत्नु। अरू कोही छैन, केही छैन। तिमी काँक्रा फलेन भने त काँक्रा कता रोप्ने हो? म चाहिँ यो चाहिँ काँक्राको झले, यो चाहिँ काँक्राको झले, यो काँक्राको झाल। यहाँनिर काँक्रा फलिरहेको छ नि त। म चाहिँ काँक्रा हेर्न पनि जान्छु कि जस्तो लाहा, हेर्न जान्न होला। पानी आइरहेछ। अहिले फेरि फोन रुज्यो भने त फेरि बेकार हुन्छ, बेकार। काँक्रा फलेन भने त्यो झाल चाहिँ यतिनिर है। माटो बबाल आइदियो यार पानी यार। बबाले आयो कि पानी त आज त बल्ल हल्का मच्छर भइरहेको छ। अन्त यत्र खानाबाट बोलाइन्छ, यत्र खसिरहेको छ नि है। अन्त म पर तल गइरहेको छु। घाँसका घाँस लल्ल गरेर हेरिरहेको छ यार। नहेर्न हो त्यसरी, कति हेरेको नहेरे हुन्न। घाँस नखाए हुन्न र। पानी बिदो लाग्न झन् बढिरहेको छ पानी। कसरी घर जाने यार? बिजुकै भयो। पर्लक्क ओखको माइल रुजा यार। पानी बिदो भएन रे।